सम्माननीय सभामुख महोदय, नवगठित प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित हुनुभई यो जिम्मेवारी प्राप्त गर्नुभएकोमा सर्वप्रथम हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी र मेरो तर्फबाट यहाँलाई हार्दिक बधाई तथा यहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। हामी ब्रिटिस मोडलको धेरै नै पुरानो संसदीय अभ्यासमा छौँ। संसदलाई सामान्यतया गफ गर्ने अखडाको रूपमा पनि दुनियाँमा व्यङ्ग्यात्मक हिसाबले बुझ्ने गरिन्छ। हुन त यो कानुन निर्माण गर्ने महत्त्वपूर्ण ऐतिहासिक थलो हो र कानुन निर्माण पनि गर्छ, तर संसदलाई हामीले कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा पनि विकास गरेको पाइएको छ। त्यसकारणले म सभामुखज्यूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, यहाँले दल परित्याग गरेर यो गरिमामय जिम्मेवारी लिँदै गर्दाखेरि त्यो व्यवहार त यो संसद बहुमतको मात्रै होइन, सत्यको आवाज सुन्ने, त्यसलाई कार्यान्वयन गर्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। म सिन्धुपाल्चोक 2 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्छु। म निर्वाचनमा जाँदै गर्दाखेरि नागरिकहरूले कि त सरकारले हामी जनतालाई लगेर पालोस् कि सरकारले बाँदरलाई कतै लगेर नियन्त्रण गरोस् भन्ने आवाज उठाउनु भएको छ। म गाउँमा जाँदै गर्दा जनताहरूले सरकारले हामीबाट कर मात्रै लिने होइन, हामीलाई पूर्वाधारका विकासहरू सुविधाहरू दियोस् भन्ने कुरा राखेको छ। हामीलाई थाहा छ नवयुवाहरूले यो व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिए। देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, विसङ्गतिका विरुद्ध नवयुवाहरूले सारा नागरिकहरूको भावनाको प्रतिनिधित्व समेत गर्दै विद्रोह गरेका थिए र हामीलाई चाहिएको त्यो छ। त्यसकारणले म सम्मानित सदनमा सभामुख मार्फत के भन्न चाहन्छु भने सरकारले यो संविधान पढोस् र यो संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने जुन सङ्कल्प गरेको छ हाम्रो संविधानले, त्यतातिर सरकारको ध्यान जाओस्। सरकारलाई म भन्न चाहन्छु, सरकार एक्सनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस्। राज्यको समय ट्रायल गरेर स्टन्ट गरेर बर्बाद गऱ्यौँ भने हामीले फेरि नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन। यो सदनमा हामीले सरकार र सरकारको नेतृत्व गरेको दलका तर्फबाट हिजो राज्यद्वारा विभेदमा पारिएका वर्गको पक्षमा त खास गरिकन दलितसँग आम माफी मागेको एउटा स्वागतयोग्य कुरा हामीले देख्यौँ। तर म यो संसदलाई र सरकारलाई के आह्वान गर्न चाहन्छु भने आज हामीले माफी माग्नुभन्दा पहिले त्यो उत्पीडनमा पारिएको राज्य व्यवस्था, त्यति बेलाको शासन व्यवस्थाका विरुद्ध विद्रोह गरेर रगत बगाएर ती सबै विभेदमा परिएका, उत्पीडनमा परिएका जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायलाई हामीले अधिकार सम्पन्न गराइसकेको अवस्थामा हामी छौँ र त्यो संविधान हाम्रा सामु छ। हामी संविधान संशोधनको पनि बहस सुरुवात गरेका छौँ। त्यसकारणले मैले स्मरण गर्न खोजेको कुरा के हो भने हामीले यो सबै कुरालाई ख्याल गर्नुपर्छ कि हाम्रो संविधान रगतबाट निर्मित संविधान हो, सबैको साथ माननीय ध्रुवराज राई।